2 विक्स अगो कविजीसँग। कविजीसँग के रहेछ त यहाँ हेर्नु त। एड हो नि गाइस फेरि हामी 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 जता तिर्दैनौँ युट्युबलाई, म पहिल्यै तिरिसकेको युट्युब, अब तिर्दिनँ म। एकछिन एक्कासी सुरु भयो त कस्तो पाराले। कविजी मलाई हेर्दै हाँस उठ्छ, किन कविजीलाई पनि मलाई हेर्दा हाँस उठ्छ होला मतलब भएन, तर मनको राम्रो छ नि, मनको राम्रो छ, मनको एकदम राम्रो छ, तर मलाई हेर्दा हाँस उठ्छ किन ए पहिला अलिकति बडा भन्ने खालको, बडा अनि कडा कस्तो खालको त्यो नवाजले हानिदिन्छ, नवाजले सेम हानिदिन्छ। तिग्रा हाँस छ कि छैन भन्ने हो यहाँ, जता हाँस हो मनिष त त्यही हो भाइ। पेन त म पनि घुमाइदिन्छु त्यसरी। यो केटीको एस छैन गाइस, यो केटीको एस छैन, यो केटीको एस खतरा छैन गाइस। यो केटीको एस खतरा हुन्थ्यो भने उसले त्यो कर्भसँग उसले पछाडिको डोक्स पनि देखाउँथ्यो, किनकि मेन चिज नै हो नि त उसको लागि त्यो सो गर्नुपर्ने होइन त। त्यो खतरा थियो भने उसले मेन त्यो दिमाग नै यो एनी हाउ यो चाहिँ सो गर्नु पर्यो है भन्ने हुन्थ्यो। केटीको एस खतरा छैन गाइस, केटी लुती अनि जिउ चाहिँ मिलेको, तर त्यो जिउ सँगसँगै त्यो एस पनि टक्क मिलेर त्यो नमिलेको। कस्तो खालको जिउ भने यसको त्यो सागरको चिक्स जस्तै खालको चिक्स, यो सागरको चिक्स छैन त्यो लु त लाइक हड्डी लाइक के भन्नु बोन्स बाई केही छैन, हड्डी बाई केही छैन, त्यस्तै खालको होइन। खोइ अघि कर भान्दैछ त कहाँ ए एकछिन फेरि म ब्याक गएँ, फेरि ब्याक हामी चाहिँ ब्याक खोइ खोइ त्यो देखाउनु पर्ने होइन। ए उसले यहाँसम्म देखा तर यहाँबाट देखाएन क्या कति छ भनेर। यो मलाई यही चाहिँ मन पर्दैन यार, मलाई तिमीहरू कोही नरिस, मलाई यही मन पर्दैन यार, यो मलाई मनै पर्दैन, मैले भने त मलाई मनै पर्दैन यो। हेर गाइस एउटा कुरा म तिमीहरूलाई के भनिदिन्छु भने नि, इङ्ग्लिसमा गाना गाउनु छ भने नि तिमीहरू, कि इङ्ग्लिसमा तिमीहरूले अगर चल्नु छ भने नि, कि तिमीहरूले स्टडी बट दिस केचेरोन भनेर त्यो इन्डियाले जसरी त्यो इन्डियन एक्सेन्टमै गाइदियो नि, या हनुमान त्यो के छ हनुमान काइन्ड कि के भन्ने त्यो आयो, तर त्यसले त यहीँको एक्सेन्टमा गरिदियो नि त उसले, कि यो गरिदियो कि यो हुनु कि यो हुनु, आफ्नै एक्सेन्टमा हान्नु कि यहाँको एक्सेन्टमा हान्नु, तर यो बिचको यो इङ्ग्लिसहरू चाहिँ मलाई मनै पर्दैन, मलाई मनै पर्दैन। कतिलाई सुहाउँछ होइन, सुहाउनेहरूले हान, तर सुहाउनेहरूले पनि म चाहिँ के भन्छ भने नेपाली हान क्या, ठेट नेपाली हान क्या, बिचबिचमा इङ्ग्लिसहरू देऊ अलिकति, इङ्ग्लिसै गाना गाउ कि त होइन। तर बिचरा भाइलाई मैले त्यस्तो भन्नु खोजेको होइन, मनको राम्रो छ, मनको एकदम राम्रो छ यो। रानी जसरी राखिदिन्छ अरे, त्यो भने मात्रै हो नि। अब के भन्यो यसले, ए खुवाउँछु आलुचप थुक्पा भनेर, यो त मैले नि भनेको थिएँ त हिजो, खुवाउँछु म तिमीलाई आज टाको बिनपुरी त भनेको कोला मोमो चाउमिन अनि छोला भनेर। एग रोल पनि खान्छ।
हाल खबर के छ चिन्ताले चुकेको बिस देउला जेको लोन्ली जस्तै एक तिम्रो सम्झिहाल्छु रेकर्ड अरू केटाभन्दा के कम दिन्छु सबैभन्दा बेसी फर्किआऊ छिटो तिमी टाढा गएदेखि मुटु भाँचो चिसो लास सुत्न ट्राई गरे निदाइन म हिजो छिटो भेट्न आऊ बेबी आई अलरेडी मिस यु मलाई के पाल्छे मैले ग्राइन्ड नानीको साल्छे खाँदैछु असलमा हाम्रोलाई आजकल बाहिर नि जान्न खासे बसिसकेका थिए बाँचे तन्नै यो भाइले ढाँटे यो भाइ मागेको छ यो भाइले ढाँटे यार अब्बर ढाँटे यार यो भाइले बाहिर जाँदैन यो भाइ अब्बर बाहिर जान्छ मलाई थाहा छ यो भाइ अब्बर बाहिर जान्छ स्टोरीहरू जहिले के बाहिर गएकै मात्रै हालिरहेको हुन्छ बाहिर जाँदैन ढाँटेको भेट्यो हामीले ढाँटेको भेट्यो नि फेरि उसलाई केही भनेको नि तिमीहरू यो उसले त गानामा त्यो एउटा को छ ल हेर्नु छापाली आउनु भएको छ गानामा खोइ के भन्यो भनेर के अरे यो यबीको बारेमा के भन्नुभएको छ उहाँले भनेर त्यो भाइ त नबोल यार त नबोल अझै किन त्यो गर्दैछस् मलाई थाहा पनि छैन तर कमै खतरा पनि छैन मैले थाहा पाइसकेको छु तिमीबाट मलाई के पाल्छे मैले ग्राइन्ड नानीको साल्छे खाँदैछु असलमा हाम्रोलाई आजकल बाहिर नि जान्न खासे जान्छौ फसिसकेका थिए बाँचे धन्नै फसिसकेका थिए बाँचे म मैले चिट गरे पनि बे यु स्टिल देयर तिमीले त्यति माया गर्छ थाहा थिएन कस्तो उसको चिक्स थियो तर उसले अरूलाई ठोकिदियो चिक्सले थाहा पायो हो र पनि चिक्सले उसलाई छोडेन यहाँ त्यस्तै के टाइप सिट भन्यो उसले के त्यस्तै के भन्यो है त्यस्तै के भन्यो म गल्ती पनि हुन सक्छु फसिसकेका थिए बाँचे म मैले चिट गरे पनि बे यु स्टिल देयर तिमीले त्यति माया गर्छ थाहा ओ थिएन मैले चिट गरेँ पनि बेबी यु स्टिल देयर मैले त्यति माया गर्छ तिमीले मलाई थाहा थिएन अरे हामीलाई पनि ल्याउन त्यस्तो चिक्स मेरो चिक्सले छोडेर त म आज अझै नबोल्दै हिँडेको जस्तो लाइक बसेको नोजब्लिड अङ्कमा हाने मैले $500 छुटाउन गाह्रो के 500 त फिक्स तिरेन यार 500 फिक्स तिरेन 500 तिरेन उसले 500 तिरेन गानाको गफ होइन मैले बुझेँ होइन 500 उसले अङ्कमा तिरेन उसले जस्तो लाइक बसेको नोजब्लिड अङ्कमा हाने मैले $500 छुटाउन गाह्रो के गलत के रहेछ ठिक अब गर्दिन म भन्दा भन्दै गरे तिमीलाई चेक down my knees, forgive me, sorry please. Sinta na mana baby, actually my rani jasari. गाना दामी हो पायो राम्रै हो गाना राम्रै हो मलाई यबीको चाहिँ पार्ट अझै राम्रो लाग्यो है कविजीको अलिकति भन्नाले त्यस्तो भनेको होइन मनको राम्रो छ ऊ हो कविजीको पार्ट भन्दा उसको पार्ट चाहिँ अझै मन पर्यो भनौँ न एउटा न एउटा त कसको त मन पर्नै पर्यो कविजीको मन पर्यो हो एकैछिन